हामी चाहिँ धेरै रात परेर अलिक रात पनि पर्यो हामी यहाँनिर खाद्यान्न वितरण गर्न आएको छौँ। हामी चाहिँ युएसबाट यहाँ चाहिँ यता घर चाहिँ यता हो भाइ यता माथि लाइट छैन होला नि यता अलिक रात अँध्यारो अँध्यारो पर्यो। हाम्रो निनीलाई म यो माइक्रोफोन होइन हुन्छ ठिकै छ केही छैन कि चामलहरू सबै भाइ यता देखाएर चामलहरू हामीले उहाँहरूलाई छ बोरा हजुरमा 6 बोरा कि 4 बोरा 4 बोरा दियो नि त 4 बोरा माथि 6 4 10 6 बोरा हामीले जम्मा चामल दिएछौँ। भाइ यता ल्याउ त 1 2 3 4 यहाँ 5 बोरा 6 बोरा थियो चामल 6 बोरा म 4 बोरा दिउँ अनि खोइ जम्मा 5 बोरा मात्र हो खोइ 1 बोरा जम्मा 6 बोरा चामल थियो 1 बोरा चामल कता गयो हैन यहाँ छ हैन माथि 4 बोरा कति छ एउटा उतला थियो छडा हामीले जम्मा चामल वितरण उहाँलाई 25 केजीको बेग केजीको यो बोरा र उहाँहरूलाई हामीले 25 किलो चामल र केही ओर्ने ओछ्याउने खाद्यान्नहरू वितरण गर्दैछौँ। र हाम्रो निनी हुनुहुन्छ यहाँ हामी युएसबाट आए 6 जना जति हामी आएको छौँ। यहाँ हाम्रो शरण फपङ अनि निनी अनि चन्द्रे कुक्कु सबबहादुर अनि हाम्रो शान्तु सुब्बा हुनुहुन्छ। हामी 6-7 जनाले अनि यहाँ हाम्रो गाउँलेहरू हुनुहुन्छ यहाँ हाम्रो सोल्टिनी जे बहिनी भने पनि उहाँ हुनुहुन्छ अनि हाम्रो के थियो उहाँ दाजु पास्टर दाजुको नाम हाम्रो उहाँले भन्नुभएर चाहिँ हामी यहाँ चाहिँ खासमा आएको अनि उहाँलाई यसो हेऱ्यौँ धेरै दुःखमा हुनुहुँदो रहेछ उहाँहरू एकदम पीडा अनि घर पनि यस्तो अवस्था छ र हामीले केही कुरो खाद्यान्नहरू उहाँलाई वितरण गर्न लाग्यौँ र लुगाहरू पनि छ र यो भाइ बहिनीहरूलाई पनि केही सानो यसो अब धेरै नसके पनि थोरै मात्रामा हामीले उहाँलाई सहयोग गर्दैछौँ। अब हामी पनि हुने खाने त होइन यसो हुँदा खाने हो अब केही परिवारहरूले चाहिँ हाम्रो परिवारले चाहिँ थोरै केही मात्रामा जुटाइदिएको छौँ र हामी उहाँलाई सामानहरू यो खाद्यान्नहरू र यो कपडाहरू हस्तान्तरण गरौँ न होइन दिने उहाँलाई बोलाउँ दाजु केही कुरो शब्द छ के भन्नु छ 2 शब्द राख्ने दाजुको भिडियो गर्दै यता आउनु त लाइट अलिक भएन कि हामी अलिकति टाढो भन्नाले अलिकति यहाँ घुम्दा रात पनि पर्यो अलिकति समयले साथ तर पनि ठिकै छ। हाम्रो दाजुले यहाँ केही अलिकति सानो कुरो राख्नुहुन्छ अब त्यति ठुलो कुरो त छैन। अब हामी अमेरिकादेखि हाम्रो परिवारै भनौँ न हाम्रो यता निन्नी अनि हाम्रो ज्वाइँ अनि हाम्रो शरण भाइ विशेष गरेर शरण भाइ अनि यहाँको दाई अनि दिदीहरूको सहयोगले चाहिँ हामीले यहाँनिर अब अलिकति आर्थिक अवस्था पनि कमजोर छ भनेर भन्दाखेरि अनि दिदी पनि धेरै बिमारी हुनुहुँदो रहेछ अनि हामी कुनै अब धनी मान्छे त होइन अनि हामीले अब रमाइलो गर्दै खाएको यताउता गरेको भन्दा पनि एउटा आत्मसन्तुष्टिको लागि हामीहरूले यसो सहयोग गरौँ त उनीहरूलाई पनि धेरै सहयोग पुग्छ थोरै सहयोग गर्दा पनि भनेर अब हामीले 6 बोरा चामल अनि एक सुट लुगा अनि 30,000 रुपियाँ पैसा दुईटा ब्ल्याङ्केट अनि 30,000 रुपियाँ पैसा दिने हामीहरूले सल्लाह गऱ्यौँ अनि त्यो चाहिँ अब हामीले दिन्छौँ। अब धेरै गर्न सकिएन मन त अब ठुलो छ र भए पनि अब हामी डुल्दै हिँड्दाखेरि हामी अब धेरै हामी पनि काम गर्ने तपाईँहरू जस्तै काम गर्ने हो अनि एउटा आफ्नो मनभित्रबाट यसो सहयोग गरौँ न भनेर चाहिँ हामीले सहयोग गरेको अरू कुरो त मलाई अब होइन केही भन्नु छैन। अनि तपाईँहरूले अब छिट्टै जाति हुनुहोस् दिदी होइन तपाईँ जाति भयो रे भनेको सुन्न पाऊँ राम्रो काममा लाउनु यताउता होइन तपाईँहरूको राम्रो होस् जहिले राम्रो होस् मैले चाहिँ त्यति नै भने अरू केही छैन। तर सबैभन्दा ठुलो कुरो तपाईँहरूमा आइपुग्नु हाम्रो दाईको नाम के हो लोकेन्द्र लिम्बू दाई र हाम्रो शरण भाइको चाहिँ ठुलो हात छ यहाँ आइपुग्नु। अब तपाईँहरूकोमा आइपुग्नु चाहिँ अब हामीलाई यस्तो छ भन्दाखेरि चाहिँ कस्तो भने त्यहाँ माथि पनि अलिकति कोही पुग्दैन यसो सहयोग गरौँ भन्दा त्यहाँ पनि गऱ्यौँ
तर मैले चाहिँ यसो देख्दाखेरि यहाँ चाहिँ धेरै आवश्यक परेको जस्तो लाग्यो अनि हामीले जम्मै कुरो त हल गर्न सक्दैनौँ होइन समस्या जसलाई पनि पर्छ हामीलाई पनि समस्या छ होइन तर तपाईँहरूले चाहिँ धेरै समस्या भएर हामीहरूले अलिकति धेर नभए पनि अलिकति तपाईँहरूलाई सहयोग गरेकोमा चाहिँ त्यही हो अब हामीले जम्मैले अब यसो उठाएर 30,000 रुपियाँ पैसा र अब 2टा कम्बल अनि एक सुट लुगा तपाईँहरूलाई दिँदैछौँ तपाईँहरू पनि खुसी हुनुहोला होइन छिट्टो जाति हुनलाई दिदी ल यो पैसा चाहिँ निनीको हातबाट हाम्रो गार्जेन चाहिँ उयो दिदी ल सबैले सेवाहरू र अब तपाईँहरूले जे भए पनि होइन तपाईँहरूको यसरी दुःख रहेछ होइन हुनु पनि हामी पनि त्यही दुःखबाट चाहिँ धेरै हामी चाहिँ भोगेर हामी पनि आएको मान्छेहरू हौँ हामीलाई पनि त्यो पीडाहरू थाहा छ र पनि यसो ठुलो सहयोग त होइन र पनि थोरै होइन आफूले अब यसो खाएर बाँचेको भन्नु कि के भन्नु अब होइन अलिक अब अलिक बचाएर चाहिँ यसो डुल्नु आउँदाखेरि चाहिँ यसो तपाईँहरूलाई पनि यसो केही सहयोग होस् केही मद्दत होस् अब ठुलो सहयोग त होइन र पनि केही सानो सहयोग लिएर हामी यसरी चाहिँ तपाईँलाई दिँदैछौँ र पनि ठुलो सहयोग भनेर चाहिँ तपाईँले ठुलो मन मानेर चाहिँ लिइदिनु होला भन्ने म धन्यवाद दिन चाहन्छु यो चाहिँ एउटा कम्बल भयो अनि अर्को पनि कम्बल तपाईँहरूलाई अनि यो लुगाहरू चाहिँ अब खोलेर भन्दा पनि यो परिवारलाई दाइलाई दिदीलाई होइन अनि नानीलाई यो एक सुट लुगा छ यो यसमा हामीले खोल्यौँ न किनभने हामीलाई पनि ढिलो भयो होइन अनि 6 बोरा चामल छ अब यो 1 बोरा चाहिँ यहाँ छ भित्र 5 बोरा लाएको होला 6 बोरा चामल तपाईँहरू पनि हामीले सहयोग गरेकोमा खुसी हुनुहोस् होइन अब तपाईँहरू खुसी हुनुभयो भने हामीलाई पनि आत्मसन्तुष्टि मिल्छ होइन अब अलिक हामी त्यस्तो ठुलो सहयोग गर्न नसके पनि तपाईँहरूले अलिकति सहयोग गरे पनि तपाईँहरू खुसी हुनुभयो भने हामी पनि खुसी हुन्छौँ ऊ त जैँकोबाट केही जान्छ कि हाम्रो शेर्माली तारा शेर्माकोबाट पनि केही जान्छ कि अब सबैजनालाई नमस्ते हामी चाहिँ अब अलिक ढिलो भयो त्यसको लागि क्षमा चाहन्छौँ होइन अब हामी अब अलिकति हतारै छ भने अब दमक फर्किनु पर्ने छ हाम्रो र अब त्यही हो अब दाजुले भन्नुभयो सबै कुरो त अब सक्यो अब अलिअलि घाँस बचाएर पनि अब तपाईँहरूलाई हामीले केही थोरै मात्रामा सहयोग गऱ्यौँ र अब तपाईँहरूको यस्तो बिजोग अब दिएछौँ अब त्यही हो अब छिटो जाति हुनु होला भन्ने चाहिँ हाम्रो त्यही हो सबैजनाको होइन अब हाम्रो जति पनि यहाँ दाजुहरू भाइ बहिनी हाम्रो जति पनि दिदीहरू हुनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म हामीलाई बाटो देखाइदिनु भएकोमा अब हामीलाई त थाहा थिएन हामी त रमाइलो गर्न आएको अब उहाँहरूले चाहिँ विशेष त अब हाम्रो शरण फबङ हुनुहुन्छ उहाँ चाहिँ अनि हाम्रो लोकेन्द्र दाजु हुनुहुन्छ उहाँले भन्नुभएर चाहिँ हामी जस हाम्रो मनको सन्तुष्टिलाई तपाईँले त्यति गऱ्यौँ त्यतिमा चाहिँ खुसी लाग्छ चाँडै जाति होस् भन्न चाहिँ म चाहन्छु तपाईँलाई ल यति नै भन्नु छ हाम्रो भाउजू हुनुहुन्छ भाउजूलाई दुई शब्द मात्रै यता हैन हौ सरङ फपनलाई ल दुई शब्द मात्रै जाओस् ल हुन्छ सबैलाई नमस्कार तपाईहरुको अभियान हैन अभियान तपाईहरुको सहयोगको लागि धन्यवाद यसरी हाम्रो गरिब दुखीहरुको माथि मुट्ठी खोल्नु भएको छ के भन्नु र तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही ताली पनि बजाउँदैन अनि अब हाम्रो विशेष हामीलाई यहाँलाई पुर्याउने यता आउनु के छ र अध्यक्ष हो आउनु अध्यक्षले दुई शब्द राख्नु पर्यो अब हामीहरूलाई चाहिँ तपाईहरु मार्फत तपाईहरुलाई चाहिँ यस्तो छ भनेर अब हामीहरूलाई हैन चिनाउने मान्छे चाहिँ उहाँ हो उहाँलाई चाहिँ अब धेरै अब क्रेडिट जान्छ उहाँ र लोकेन दाइलाई अब के भनौँ न ठिकै छ तपाईहरुलाई हामीले सहयोग गर्न पायौँ तपाईहरुको अवस्था दाजुहरुबाट हामीले सुन्न पायौँ अनि हामीले तपाईहरुलाई के सहयोग गरेका छौँ तपाईहरुलाई अब यसले त केही हुँदैन र तर तपाईहरु चाँडै ठिक हुनुहोस् हैन यसले अब तपाईहरुको केही
तपाईँहरूलाई केही राहत मिल्छ भन्ने हामीले आशा गरेको छौँ। ओ नरे हामीले आउने दिनमा तपाईँहरूलाई निको भएको राम्रो भएको देख्नु सुन्नु पाऊँ हाम्रो यही कामना छ होइन। हामीले धेरै सकेनौँ, जति सकेको हामीले थोरै तपाईँहरूलाई दिएका छौँ। तपाईँहरूले ठुलो मानेर लिइदिनुहोस् होइन, यसलाई ग्रहण गरिदिनुहोस्। हुन्छ, हस् यति नै ल। ओ नरे नरे सर यता आऊ, यता आऊ न, यता आऊ न भनेको 2 शब्द ल दिदी। अब दिदीलाई चाहिँ के भन्नुहोस् तपाईँ दाजु। अब दिदीलाई चाहिँ होइन अब हामीले यति अब सानो सहयोग गर्यौँ होइन, सानो अब सहयोग भए पनि अब होइन हामीले गर्यौँ तपाईँलाई राम्रो होस्। अनि तपाईँको भन्न के छ, यस्तो पनि हुन्छ तपाईँलाई हामीले अब लोकेन दाई हुनुहुन्छ होइन, अनि तपाईँलाई कहीँ जाँदाखेरि हस्पिटल हुँदा जाँदाखेरि अब साह्रै अब पऱ्यो भने लोकेन दाईलाई भनेर हामीलाई यस्तो समस्या भयो म त यस्तो हुने पऱ्यो भनेर भन्नुभयो भने हामी अझै पनि सहयोग गर्छौँ होइन। कोही बेला त हामीहरूले 100 रुपियाँ सहयोग गऱ्यौँ भने अब 14,000 हुन्छ होइन। अनि 200 अब 400-500ले तपाईँको जिन्दगी बाँच्छ भने कहिले अब मान्छे हो नि त होइन। तपाईँ अब हामीले अलिकति सहयोग गर्दाखेरि तपाईँलाई राम्रो हुन्छ भने हामीले अझै पनि सहयोग गर्छौँ। तर यो चाहिँ अब हामीले हतारमा गरेको अनि त्यस्तो छ भने हामीले कुनै मास मिडिया अब मिडिया हुँदा लाउने पनि होइन, हामी पत्रकारहरू पनि होइन। तर यो चाहिँ हामीले जुन गरिरहेको छौँ हाम्रो सम्झनाको लागि हामी यहाँ आएको थियौँ, दिदीलाई भेट्यौँ यस्तो भयो भनेर, अथवा अब हाम्रो परिवार छ वहाँनिर हामी एक्लै आएको छौँ। अनि हाम्रो मेरो अब जम्मैको आफ्नो परिवार छ नि त, बुढीहरू जम्मै हामीले यो भिडियो देखायौँ भने चाहिँ के हुन्छ भने उनीहरू पनि खुसी हुन्छ के। अब हामीले भन्नैपर्दा अब खायौँ के गर्दै हिँड्यौँ त्यो त केही मतलब भएन। तपाईँहरूलाई सहयोग गरेको देख्दा चाहिँ हाम्रो बुढीहरू चाहिँ धेरै खुसी हुन्छ होइन। किनभने हामीले यहाँ डुल्नु आएको, मैले मात्रै म डुल्नु आएँ, मेरो बुढीले अरूको बुढीहरूले पनि घर सम्हालिरहेछ नि त। अनि हामीले चाहिँ यस्तो गऱ्यौँ भने उनीहरू धेरै खुसी हुन्छ। उनीहरू खुसी हुनु हामी खुसी हुनु, तपाईँ खुसी हुनु म खुसी हुनु, म खुसी हुनु भने तपाईँ खुसी हुनु। अनि यसमा चाहिँ तपाईँलाई हामीले यति सहयोग गरौँ, केही भन्न मन लागेको छ भने भन्नुहोस् होइन। अब यस्तो अवस्थामा तपाईँहरूले सहयोग गर्नुभयो, तपाईँहरू सबैजना धेरै धेरै धन्यवाद। ल दाइकोबाट पनि अब दाइकोबाट पनि के भन्न मन लाग्छ भन्नु होइन है। यहाँ सोसियल मिडिया आउँदैन, तपाईँहरूले कसरी सहयोग गर्न चाहन्छ भने यसो हेरेर हुन्छ। सबैजना तपाईँहरू आउनुभयो, भेटिनुभयो, तपाईँहरूलाई नमस्ते, धन्यवाद। र यो अवस्थामा तपाईँहरूले सहयोग गरिदिनु भयो, तपाईँहरूको हात अगाडि बढाइदिनु भयो र विशेष तपाईँहरूलाई धन्यवाद दिन्छु। अनि हाम्रो ज्वाइँ हुनुहुन्छ, ज्वाइँ तपाईँको मार्फत जो तपाईँहरू भेलिनु भयो अनि हाम्रो मण्डली परिवारबाट पनि भेलिनु भयो र सहयोग गरिदिनु भयो, तपाईँहरूलाई यही धन्यवाद छ। हुन्छ। अब हामीहरूले पनि अब रात पनि पर्न आँट्यो, अब रात परिसक्यो, अब हामी पनि दमक जानुपर्ने होइन। अनि अब हामीले जे जति सक्यौँ अब हामीहरूले भन्ने कुरो चाहिँ कस्तो भने यो हामीले सहयोग गरेको चाहिँ हाम्रो एउटा फ्यामिली मात्रै छ के, एउटा गरेर चाहिँ एउटा तर हाम्रो आफ्नै फ्यामिलीभित्रकोले सहयोग गरेको यो। तर फ्यामिली भन्नाले एउटै घरको मात्रै होइन, अब 5-6 घरको फ्यामिलीले सहयोग गरेको, तर एउटै फ्यामिली जस्तै हो हामी। अब माइजू भयो, उहाँ हुनुभयो माइजू, मामा, उता भाइ, अर्को भाइ होइन, ज्वाइँ अनि म भएर हामीले सहयोग गरेको। तर यो ठुलो कुरो चाहिँ होइन। तर कहिलेकाहीँ साह्रो गाह्रो पऱ्यो भने तपाईँले लोकेन दाइलाई भनेर हामीलाई होइन यस्तो पऱ्यो यति चाहिँ सहयोग गरिदिनु न, यस्तो भयो भने चाहिँ भनेर ठुलो सहयोग त हामी पनि सक्दैनौँ होइन। तर तपाईँहरूलाई अलिकति राहत मिल्ने सहयोग चाहिँ गर्न सक्छौँ होइन। अब यति भन्दै अब हामीले यो भिडियो चाहिँ अन्त्य गऱ्यौँ होइन। यति नै त होला नि त अब होइन। अब यो भिडियोहरू चाहिँ हामीहरूले तपाईँहरूलाई